तिमी युट्युबमा काम गर्दैछ हैन अनि युट्युबमा काम गर्दा भिडियो हाल्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ तिमीलाई एसइओ तिमीलाई थाहा हुनुपर्छ एसइओ चाहिँ कसरी गर्ने अनि कहिले चाहिँ गर्नुपर्छ एसइओ भनेर थाहा हुनुपर्छ सबैमा एसइओ गर्नु पर्दैन एसइओ भनेको चाहिँ सर्च इन्जिन अप्टिमाइजेसन्स भन्छ युट्युबको अल्गोरिदम हो त्यो चाहिँ तिमीले हेर्नुपर्छ है जस्तो कि टाइटल भयो ट्याग्स भयो डिस्क्रिप्सन भयो यो तीनटै कुरा मिल्नुपर्छ अनि कहाँनिर मिल्नुपर्छ अनि कहिले चाहिँ हाल्नुपर्छ यो पनि तिमीलाई थाहा हुनुपर्छ जस्तो युट्युबमा हुन्छ दुईटा टाइपको हाम्रो भ्युज आउँछ युट्युबमा जस्तो कि ब्राउज फिचरबाट एउटा आउँछ एउटा सर्च फिचर्स ब्राउज फिचर र सर्च फिचर्समा हुन्छ सर्च ब्राउज फिचर चाहिँ के हो भनेपछि चाहिँ युट्युबले चाहिँ तिम्रो भिडियो जब अडियन्सहरूले हेर्छ होइन जब अरूले हेर्छ त्यतिखेर युट्युबले अरूलाई सजेस्ट गर्छ अरू मान्छेहरूलाई पनि अझै सजेस्ट गर्छ अनि त्यो सजेस्ट गर्दाखेरि चाहिँ अगर त्यो भिडियो हेऱ्यो भने चाहिँ त्यो चाहिँ ब्राउज फिचरमा आउँछ सर्च फिचर्स भनेको चाहिँ सर्च जब अब कुनै मान्छेले सर्च गर्यो जस्तो तिम्रो टपिकलाई सर्च गर्यो भने तिम्रो टपिक त्यहाँनिर आउँछ अनि तिम्रो भिडियो आउँदाखेरि चाहिँ जब मान्छेले क्लिक गर्छ त्यसलाई चाहिँ भन्छ सर्च फिचर्स यो दुई टाइपको हाम्रोमा भ्युज आउँछ अनि हामी यो जुन चाहिँ एसइओ छ यो कहिले चाहिँ हामीले एसइओ गर्नुपर्छ त्यो चाहिँ हामीले जान्नुपर्छ जस्तो कि हाम्रोमा दुई टाइपको टाइटल हुन्छ जस्तो कि हाम्रो एउटा चाहिँ हुन्छ जस्तो कि एन्सर टाइपको टाइटल जस्तो अब एन्सर भएपछि जस्तो आज म यहाँ गयो होइन यो जग्गा गयो मलाई राम्रो लाग्यो त्यस्तो टाइपको टाइटल हुन्छ अर्को चाहिँ के हुन्छ भनेपछि चाहिँ क्वेसन टाइपको टाइटल हुन्छ क्वेसन टाइपको टाइटल चाहिँ कस्तो हुन्छ हाउ टु मेक दाल हाउ टु मेक करी हाउ टु मेक फिस करी त्यस्तो टाइपको क्वेसन खाले चाहिँ के हुन्छ हाम्रोमा टाइटल हुन्छ जब तिम्रो एन्सर टाइपको जब टाइटल छ होइन म आज दार्जिलिङ गयो राम्रो लाग्यो दार्जिलिङमा यस्तो भयो मलाई यो चाहिँ एन्सर टाइपको यो एन्सर टाइपमा चाहिँ तिमीले एसइओ गर्नु पर्दैन जस्तो एसइओ के कहाँनिर गर्नुपर्छ भनेपछि तिमीले टाइटल लगायो डिस्क्रिप्सन लगायो होइन अनि त्यहाँदेखिको ट्याग पनि लगायो यो गर्नु पर्दैन खालि टाइटल मात्रै लगायो भने हुन्छ आज म दार्जिलिङ गयो यस्तो भयो मलाई होइन यसमा चाहिँ तिमीले टाइटल मात्रै जुन चाहिँ टाइटल छ त्यो मात्रै लगाउनु हुन्छ तर हाउ टु मेक फिस करी भनेर यस्तो टाइपको क्वेसन खाले जब तिम्रो भिडियो छ भने चाहिँ तिमीले चाहिँ टाइटल पनि लगाउनु त्यसको मुनि डिस्क्रिप्सन पनि लगाउनु होइन अनि त्यहाँदेखिको त्यसको अझै मुनि जुन चाहिँ ट्याग हुन्छ त्यो ट्याग पनि लगायो भने चाहिँ के हुन्छ मान्छेले सर्च गर्दाखेरि तिम्रो भिडियो पनि त्यहाँनिर ब्राउज फिचरमा आउँछ सो यो भयो होइन अर्को चाहिँ के छ भने चाहिँ धेरै मान्छेहरूले होइन के मलाई कन्सिस्टेन्सी के मलाई लगातार भिडियो हाल्नुपर्छ भनेर पनि यस्तो सवाल पनि आउँछ होइन नयाँ युट्युबरको लागि सो म भन्छु कि हेर कन्सिस्टेन्सी भेरी इम्पोर्टेन्ट होइन लगातार भिडियो हाल्नु इम्पोर्टेन्ट हो तर तिम्रो कुन चाहिँ टाइपको कन्टेन्ट हो कुन चाहिँ टाइपको तिम्रो होइन तिम्रो निश हो तिम्रो च्यानल हो त्यो बेसमा हुन्छ जस्तो अब भ्लग छ भने अगर तिमीले डेली भ्लग गर्नु छ भने म त भन्छु कि डेली भ्लग गर्दाखेरि चाहिँ तिमी जब युट्युब च्यानल फर्स्ट दिनमै युट्युब च्यानलको फर्स्ट दिनमै तिमीले 5 नत्र 6 तिमीले अगाडि नै तिमीले भिडियो सुट गरेर राख होइन प्री प्लानमा राख अगाडि नै यसले के हुन्छ भनेपछि चाहिँ तिमीले जब भिडियो सुट गर्छ नि त्यतिखेर के हुन्छ कहिले कहिले मिस हुन्छ होइन कहिले कहिले बिमार होला कहिले कहिले केही इमर्जेन्सी पर्छ होइन त्यतिखेर चाहिँ के हुन्छ तिम्रोमा अलरेडी ब्याकअप छ नि त तिम्रोमा अलरेडी ब्याकअप छ त्यो चाहिँ तिमीले पोस्ट गर्नु सक्छ होइन त्यही लागि चाहिँ अगर डेली हाल्दैछ भने तिमीले कन्सिस्टेन्सी डेली नै पोस्ट गर्नुपर्छ अनि टाइम म्याटर गर्दैन तिमी चाहे होइन 6 बजी रातिको हाला बेलुकाको हाला या बिहान 8 बजीको हाला या 12 बजीको हाला टाइम म्याटर गर्दैन तर अगर तिमीले डेली भिडियो हाल्ने युट्युबमा भनेर ठानेछ भने चाहिँ डेली हाल्नुपर्छ तर अगर होइन म डेली हाल्दिनँ हप्तामा 2 खेप हाल्छु भन्यो भने तिमीले हप्तामा 2 खेप हाल्नै पर्छ के हुन्छ भनेपछि अगर तिमीले 2 खेप हालेन भने या तिमीले डेली गर्ने भनेर सोचेर त्यो गरेन भने चाहिँ तिम्रो कन्सिस्टेन्सी होइन बिग्रिन्छ अनि के हुन्छ भनेपछि युट्युबले नि भ्युज डाउन गरिदिन्छ होइन भ्युज डाउन गरिदिन्छ अरूलाई रिकमेन्ड गर्दैन त्यही लागि चाहिँ तिमीले कन्सिस्टेन्सी चाहिँ
तिमीले राख्नुपर्छ। अर्को चाहिँ के छ भनेपछि चाहिँ जस्तो युट्युब भिडियो मैले फर्स्टमा हालेँ होइन, फर्स्टमा हालेर के गर्थ्यो मैले साथीहरूलाई पठाउँथ्यो होइन, फेसबुकतिर पठाउँथ्यो, वाट्सएपतिर पठाउँथ्यो होइन, फ्यामिली मेम्बरहरूलाई पठाउँथ्यो। सो यो गर्दा चाहिँ मैले के रियलाइज गरेँ भन्दा चाहिँ यो चाहिँ हाम्रो अडियन्स नै थिएन क्या, उनीहरूलाई जो पठाएको उनीहरू मेरो अडियन्स नै होइन, रियल होइन। उनीहरूले हेऱ्यो भने पनि होइन नामको लागि बिचराले पठाएको छ, साथी हो या फ्यामिली मेम्बर हो भनेर 1 दिन 2 दिन बेसी हेर्छ, त्यहाँदेखिको चाहिँ बेसी हेर्दैन। त्यसले चाहिँ के गर्छ भनेपछि चाहिँ हाम्रो जस्तो अडियन्स रिटेन्सन भनेर हुन्छ युट्युबमा, त्यसमा चाहिँ ह्याम्पर हुन्छ। अनि त्यो चाहिँ के हो भनेपछि अडियन्स रिटेन्सन कम्ती आयो भने चाहिँ तिम्रो जो भिडियो छ नि त्यो अरूसम्म पुर्याउनै सक्दैन क्या युट्युबले। यसमा अडियन्स रिटेन्सन नै छैन, सरी अडियन्स रिटेन्सन नै छैन, किन म पठाउनु, अरूले किन रिकमेन्ड गर्नु भनेर युट्युब अटोमेटिकली होइन उसले बुझिहाल्छ। अनि तिम्रो भिडियो कहिले पठाउँदैन अरूसम्म। त्यही लागि चाहिँ म भन्छु कि तिमी युट्युब लिङ्क अरूलाई नपठाऊ, होस् युट्युबमै होस्, अरूलाई नपठाऊ होइन। म त भन्छु त्यसमा चाहिँ तिम्रो फाइदा होइन नोक्सान मात्रै छ। अनि अर्को चाहिँ के हो भनेपछि चाहिँ हामीले युट्युब च्यानल खोल्यो होइन, हामी सोध्छ कि फुल टाइम म युट्युब गर्छु, युट्युब च्यानल गर्छु अनि पैसा कमाउँछु, त्यस्तो कहिले हुँदैन। म त भन्छु तिमी युट्युबलाई एज अ पार्ट टाइम राख होइन। तिम्रो जब फ्री हुन्छ होइन, डेली भ्लग गर्दैछ भने म त पहिला नै भने तिमीले 5वटा भिडियो जस्तो तिमीले एडभान्समा राख। डेली भिडियो बनाउँदैछ भने होइन, अब त तिमी बिहान फ्री हुन्छ या आफ्टरनुनमा फ्री हुन्छ त्यतिखेर चाहिँ तिमीले भिडियो बनाऊ होइन। तर फुल टाइम गर्ने युट्युब भनेर चाहिँ पहिल्यै नै नसोच। जबसम्म तिमीलाई होइन महिनाको 15-20 हजार दिँदैन तबसम्म तिमीले फुल टाइम नगर होइन। म पनि एउटा कर्पोरेट वर्कर हो होइन, म पनि अहिले जब नै गर्दैछु, एट द सेम टाइम युट्युब पनि गर्दैछु। त्यही लागि चाहिँ यो मिस्टेक नगर कि होइन फुल टाइम गर्ने भनेर, त्यसमा नोक्सान मात्रै हुन्छ तिमीलाई होइन। बादमा फेरि तिमीलाई फाइनेन्सियल इफेक्ट हुन्छ होइन, प्रब्लम्स हुन्छ। त्यही लागि चाहिँ तिमी पार्ट टाइम राख युट्युबलाई होइन, जबसम्म तिमीलाई राम्रो पैसा दिँदैन होइन। अनि यति नै हो होइन। अगर तिमीलाई यो भिडियो राम्रो लाग्यो भने तिमीले लाइक, सेयर, सब्सक्राइब गरिदिनु अनि